हजुर 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 अन्य छ हल्का मेमोरीको लागि गुड मर्निङ एभ्रिवान नेक्स्ट डे फेरि अब आज माथिबाट माथिबाट स्टार्ट गर्नु पऱ्यो भने कसैलाई ब्लग स्टार्ट गर्नु कि बाइक स्टार्ट गर्नु बाइक स्टार्ट नभएर ठेल्दा ठेल्दा यसरी आएको अब यसलाई लिएर यहाँबाट जान्छु यो चाहिँ एलिभेटर लिँदैछ यहाँबाट निस्किनु पर्ने हुन्छ ट्याक्कै यहाँबाट गएर फोटो स्टुडियोमा यसको काम सकेर ट्याक्कै यहाँबाट मन्दिर छिर्ने हो बिहान मन्दिर त्यहाँ छिर्नु पर्ने छ सो हेर्दै गर्नुहोस् के कस्तो हुन्छ होइन नेक्स्ट डे न्यु इयर्सको नेक्स्ट डे भनौँ न फर्स्ट डे त अब हिजो पनि गयो नेक्स्ट डे चाहिँ गयो होइन हिजो सबजना रमाइलो गर्नुभयो होला भन्ने मलाई आशा लागेको छ होइन सो आफ्नो आफ्नो तरिकाले रमाइलो भयो नि त त्यही भएर हेर्दै गर्नुहोस् गाइस के कस्तो हुन्छ र साथीहरू अब हामी चाहिँ निस्किसक्यौँ होइन यहाँ रुमबाट पनि म फेरि साथीलाई भेट्न जाने पर्ने बेला भयो सो मैले सक्स लगाउनु कि नलाउनु अनि यो सक्स चाहिँ के गर्नु हिलो ल लगा त अब उसको मात्र मैले लाउनु पर्छ हो सर ल अब यहाँबाट चाहिँ निस्किनु लागेको हामीले के अरे ए मजा फेरि साथीलाई भेट्नु जानुपर्छ पऱ्यो यसलाई पारा छोडिदिएर बस जस्तो मेरो बिच मिस्टेक त त्यहाँ भयो साथी यता पनि छ भन्ने मैले भुलेँ किन भुलेँ कसरी भुलेँ मलाई नै थाहा छैन सो अहिले चाहिँ म जानुपर्ने हुन्छ भेट्नु सो निस्किनु साथीहरू हेर्दै गर्नुहोस् के कस्तो हुन्छ न्यु इयर्सको नेक्स्ट डेसम्म चाहिँ अब एक दिन छ होला भन्ने हो चलेको रहेछ हात दुख्ने डरै हो यो चाहिँ चेङमानी चोक के भन्छ यसलाई चाहिँ चेङमानी चोक भन्छ क्या यहाँ चाहिँ होला मलाई साथीले चाहिँ म 0 पैसा भेट्नु जानुपर्ने हुन्छ क्या कहाँ भयो ए मन्दिर अलिक पतिरै पर्छ होइन ए लु गर्दै गर ल म तल पुगेर आउँछु ल साथीले यहाँ तल लिनु जानु
यहाँ तलबाट आएन होइन कहाँबाट आउँछ होइन म चाहिँ तलतिरै जान्छु साथीलाई भेट्नु म यहीँ तलतिर हो कि भन्ने अनुमान हो यो त जग्गाकै छैन खासमा साथी बस्छ कहाँ भन्ने हो होइन यहीँबाट फेरि अब कालो फर्किन्छ होइन यता होइन रहेछ क्या हो यहाँ पर रहेछ साथी म चाहिँ तल लिनु गइरहेको कहाँ बसौँ कहाँ बसौँ यहाँ पनि होटल खाजा खाना यहाँनिर दुई दिन के गर्दै बस्नु यहाँनिर के अरे दुई दिन के गर्दै बस्नु खोइ के भन्छ दुई दिन के गर्दै बस्नु भ्लग चालु गर्ने बस्ने अनि दुई तिन दिन यता त बस्ने न पर जाउँ न यहाँनिर कान्छी होला कहाँ गयो यहाँ बस्दै गर्छस् यही चाहिँ यहाँ पर जाउँ हिँड खाजा खानु के हुने भयो ए त्यही त अब हुन्छ नि त अब चाहिँ नरु न त नरु अब हुन्छ यहाँ तेरो काम छ र मन्दिर बस्नु पर्ने कहाँको मन्दिर सिधागाली केही हुँदैन खाएर चाहिँ म पस्दिनँ है म पनि पस्नु त पस्नु पर्ने त नि अब के मान्न खानु ए हो पर्खेर अलिकति यहाँनिर राख्यौँ न है कहाँ गएको भाइ साथीहरू यहाँ सबैजना साथी पनि गइसक्यो चिया खाएर साथीलाई भेटेर पनि अनि यहाँ चाहिँ यसको काममा आएको ट्याक्क उता के म्यामको लागि पुरै मायाको चिनो अरे बनाउँदैछन् त्यही भएर त्यसको लागि आएको त्यस्तै बनाउँदैछन् जस्ट एउटा चाहिँ मिस्टेक भएछ यहाँको लागि चाहिँ दामी बनाउनु हेर्छ टक्क यो चाहिँ साथीको लागि क्या साथीको लागिलाई यो पक्री त
यो साथीको लागि अरे बिहेको लागि मायाको चिनो यति बनाउन आएको बेको लागि मायाको चिनी अनि नाइस ल फाइनली अब हामी चाहिँ हिँड्दै हिँड्दै माथि मन्दिर जाने हो यहाँ माथि यताबाट आइज न त्यही बाटो किन हिँड्नु एक्लै म चाहिँ पुरै लड्डु सड्डु पनि ल्याइसकेँ मैले यसलाई चाहिँ माथि चढाइदिनु पर्ने हुन्छ क्या तर कसरी चढाउने भन्ने अब जुठो मुखले बिहान बिहानै साथीसँग यसो जुठो मुखमा अब के गर्नु अब ढ्याक्क बाटो चाहिँ त अप्ठ्यारो न अप्ठ्यारो बनाउँदै गरेर रहेछ त्यही भएर त गाडी यहीँ माथिसम्म आउँथ्यो हामी चाहिँ फर्किनु पर्ने मान्छे आज 9 बजिसक्यो यस्तो छ बाटो होइन मन्दिर जाने गएर साडी पैसा भए पो लु बस छोड्दे भिडियो अफ गर यो पनि मन्दिर जाने केही नखाएको बिहानै केही नखाएको यो चाहिँ मन्दिर जानु भनेर लास्टमा हामी चाहिँ यति चाउमिन र माथि चाउमिन र चिया साथीसँग गौरवले खाऊँ भनेपछि न अब के गर्नु मन्दिर जाने मान्छे यस्तो छ ठाउँहरू काले यहाँ माथिसम्म त नभए गाडी आउँछ बाटो अप्ठ्यारो भएर ब्याग पनि देऊ पर्दैन यसले मलाई ब्याग बोकायो मान त यत्रो बोकिरहेको छु यो चाहिँ यसले चढाउने लड्डु के कुरामा लड्डु चढाउन आँटेको हो को नि मूल गेट हो सिधा काली पस्ने भारी जति चाहिँ मलाई सबै बोकाएर चाहिँ आया अरे यत्रो देख्दैन छु कति गरम छ हाम्रो यहाँबाट देखिन्छ अलि माथिबाट देखिन्छ राम्रो अलि माथिबाट देखिन्छ नि उयोबाट जम्मै वाउ उता अहिले चिलमा यो पनि बोकाउन जानु पो चिलमा सक्दैन मलाई लास्ट पिसाब लाग्यो त्यो चाहिँ नहुन न मन्दिरमा आइपुगेर चाहिँ यो मन्दिर बनिएको चाहिँ मलाई थाहा नै थिएन भाइ यो भर्खर निर्माण भएको रहेछ यो अस्ति हामी आउँदाखेरि बनाउँदैछ अब अहिले चाहिँ सकिएको रहेछ यो चाहिँ नयाँ हो हेर्नुहोस् अहिले नयाँ मन्दिर वान्स मोर मिलेर आऊ न म यहीँ बस्दै गर्छु के फेरि त्यही तल पुग्नु पर्ने घन्टी नबजाउने बजाऊ म चढाउँछु नि त यहाँबाट चाहिँ दामी देखिन्छ दामी त के भन्नु क्यामेरै यस्तो छ सबजना पूजा गर्नेहरू होइन यो फोन त्यो मूलमा चाहिँ चढाउ भनेको नि भित्र त्यो अस्ति बाजु हुन्थ्यो आज त
होला पुरै देखाम न तपाईँ फुकाला अहिले एकछिन अब यो खोल्नु त जान्दैन के लड्डु चढाउँछ नि जाऊ टिका लगाऊ एकछिन न त्यहाँ टिका लाउनु देऊ चढाएको त ऊ पराको बुनुलाई नि देऊ न लाउँदिन भन्नुहुन्छ त यिनी मान्छे कति ज्ञानी रहेछ भगवानको भोगहरू दाजु टाउको लिएर आउनु यति नै बुनियादलाई भइगयो होइन हाम्रो प्रसाद टिका लगाऊ धन्यवाद भन्नु यो साथी छ ल भाग्दैन होला भात हामी चाहिँ अब यहाँ लाग्यौँ यतापट्टिबाट गयौँ ल अब चाहिँ हामी चाहिँ यहाँबाट पनि अब लाग्यो होइन यो गलबन्दी च्याति यो तिमीले तानेर इलाइ पनि लगाएर लगाऊ न तिम्रो घाँटीमा ला न बरे तलबाट चाहिँ लगाएको हो लु भरियै बनाऊ है भरियै बनाऊ को चाबी यहाँ गोजीमा छ हामी चाहिँ लागेको अहिले चाहिँ उकालोमा चाहिँ मैले बोकेँ नि त अब ओह्रालोमा यसलाई त दिनु पऱ्यो यतातिर चाहिँ ऐना छ यत्रो ऐनामा तल त म यताबाट हेलो बुने बुनीहरूले चाहिँ बजाइरहेको छ घन्टी पनि होइन घन्दैछन् पनि बजाउँदैन नि नबजाउने माथिको ट्याङ्ग बजाइदियो वाउ ल अब चाहिँ हामी घर गएको ल त्यहाँ तल चाहिँ टुडी खेल रङ्गशाला टुडी खेल त होइन रङ्गशाला पो त कस्तो टुडी खेल टुडी खेल त यहाँ पर छ तर माथिबाट दामी देखिन्थ्यो तर भएन त्यहाँ माथि गएन नि त त्यही भएर यहीँबाट चाहिँ देखाइदिएको अब यहाँबाट लागेको कभर चाहिँ नमिलेर यहाँबाट चाहिँ अब मिलाइदिनु पर्ने हुन्छ बाटो पनि लास्ट अप्ठ्यारो होइन
लैजा त्यहाँबाट निस्किनु भयो भयो त्यहाँबाट निस्किसक्यौँ अब यहाँबाट चाहिँ देख्ने तल त्यो राली पुगेर कालो निस्किनु बनाउँछ उता पेट्रोलको मोडल हुँदै निस्किनु पर्ने हुन्छ त्यो बजार हो हिजो त यतिको पनि खुल्ला थिएन आज चाहिँ खुलेको सबै लोकल राइडर परियो र नभए त घरमा लोकल राइडर परियो र भनेको क्या नभए चाहिँ केही कामै नलाग्ने रहेछ यहाँनिर यस्तो होइन पुरै अब फोन यस्तो फिराउँदाखेरि पनि लाख पनि लाग्ने अब बनाउनु पनि यसो बनाइदिउँ न भन्ने पनि हुने दोधार के अब हुन्छ नि त गोप्रो सोप्रो यसो तेर्छाएको भए पो छुट्टै हुन्छ त फोन तेर्छा छ त्यही पनि मागरी कभरसँग नहुने रहेछ यो स्ट्यान्डमा कभर पनि फेरि मलाई 400 रुपियाँको लगाए यत्रो बाक्लो न बाक्लो हेर्दाखेरि चाहिँ राम्रो है मैले त चुज गरेको बाटो पनि यस्तो कुना कापीबाट छिर्नु पर्यो मासुमा मासुमा थुक्पा खान्छस् नै ममै खाने यहाँ खाने कि माथि खाने त्यति घर जाउँ होला घरमा गएर भात खाउँ होइन खाजा खा न होस् अब किन जाउँ हिजोको मोमो कहाँ छ त्यो मिठो थियो न यहीँ खा होस् 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 पान ट्याङ्कीमा खाना त है जे पाइन्छ त्यही खाने माथि ओहो म एक पाते भयो त्यो बाटो छ होइन देउरालीबाट चाहिँ अब कालो लाग्यो लागि यहाँबाट चाहिँ लागेर अब पेट्रोल लगाएर त्यस पछाडि खाजा खाएर कति मानमा जानुपर्ने हुन्छ होइन वासरुम पनि कहाँ 3 तलामाथि आउनु पर्ने रहेछ बिजोक रमाइलो हजुर हजुर पछि टाल्नु भयो थपेर हजुर ठुलो आवाज ए होइन ठुलो आवाज होइन
यो 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 पहिला यो थपेको पहिला चाहिँ यो थिएन अलिक छोटो थियो कि धेरै आवाज आयो र अनि फेरि अर्को तालेको क्या ठुलो आवाज पनि ठिक हुँदैन पुटुर अनि नभए त यो निकालो भने त ठुलो न ठुलो दिन्छ क्या आवाज नम्बर प्लेट हेर्नुहोस् त गइसकेछ यो बनाउनुहोस् ल ए हस् हुन्छ सर हेर्नुहोस् त झर्न लाग्छ नम्बर प्लेट यो बनाउनुहोस् हस् हुन्छ अब यसलाई अब तलतिर लगेर अब यता तक यस्तो हुने हुँदैन कहाँसम्म जानुपर्ने हामी त यहीँ पर बास्तिमसम्म मात्रै हो यो बनाउनुहोस् है नम्बर प्लेट हस् हुन्छ सर अरू त लाइसेन्स खोइ यहाँ यो मेरो सिटिजनसिप यहाँ छ यहाँ हेर्नु त यसमै यो सिटिजनसिप भइगयो यता लाइसेन्स छ त्यहाँ नाम हेर्नु न भूमेश राई अलिक मजाले क्लियर चाहिँ आएको छैन होला त्यसमै टालेको छ क्या ओले त्यो अर्को उमा चाहिँ त्यो चाहिँ बोकिएन यो काकाको नाममा हो हजुर 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 अन्य छ हल्का मेमोरीको लागि ल बस लाग्नु सर पुरै रामहरूले हामीलाई चाहिँ चेक गरिदिरहेको होइन लाइसेन्सहरू होइन चेक गर्न छिटो राम्रो चोरीको अब बिलको गर्छ अब चोरीको गाडी हुनसक्छ नि त त्यही भएर अब यहाँबाट चाहिँ हामी पेट्रोल लगाएर जानुपर्ने हुन्छ यहाँनिर खोदेर यो दिँदा उता चल्दिउँ हामी बस न बस भयो सकियो अब हामी चाहिँ तुफानमा जानुपर्ने भन्नुपर्ने हुन्छ भन्दा पनि अब खाजा चाहिँ पहिला खानु पऱ्यो खाजा खानुपर्छ खाजा खाएर चाहिँ खानुपर्ने हुन्छ कहाँ खाउँ खायो चाहिँ यहाँनिर छिरौँ ल जाउँ के भन्छ के पनि होइन ट्याक्क अब यहाँनिर छिर्नुपर्ने हुन्छ यो चाबीले त दिदी खाँदै के भन्छ मामाहरू के छैन है के भन्नु कतापट्टि कता जाउँ न हामी चाहिँ मामाको खोजी हाम्रो मामा पनि अर्डर आइसकेको यहाँनिर अब यसलाई चाहिँ सारासार तोप्नु पर्ने हुन्छ हामीले बजाउनु पर्ने हुन्छ बजाएर चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ गाइस चलो खाइदिए सो हामी चाहिँ अब फर्किसकेको होइन अलिक बोरा पनि आइसकेको हामी चाहिँ अब फर्किसकेको
दुम्सिक्का तपाईँको दुम्सिक्का पो रहेछ त हेर्दै गर्नुहोस् अब यस्तै हो होइन अब ह्याप्पी न्यु इयरको पनि अब हिजो ह्याप्पी नै भइयो फुल ह्याप्पी अब अझबाट त अब नो ह्याप्पी भेरी स्याड अब न्यु इयरको फर्स्ट डे तपाईँको आज सेकेन्ड डेको पनि भ्लग अहिले अब सेकेन्ड डेबाट अब सेकेन्ड डेको हाफ डे अब हाफ डे हुन लाग्यो अब हाफ डेसम्म त ठिकै छ अब घरमा पुगेपछि हो घरमा पुगेपछि फेरि अब बारीतिर फुले डे हुन्छ कोही डे हुन्छ यो चाहिँ हाम्रो के भन्छ अरे अङ्कुर रिसोर्ट अब भैँसीबाङमा पनि पुगेको भैँसीबाङमा अब यहाँबाट बाटोको अझै टाइम त लाग्छ बिस्तारी जाने हो तरकारी पनि बिस्तारी गरे सिडी नि बनाएको रहेछ त कहाँ जाने सिडी हो चढ्नु जाउँ क्या हजुर चढ्नु जाउँ क्या जाउँ यहीँ रोकेर लगाउँ क्या खै मैले चाहिँ सक्स लाउनु पर्ने हुन्छ क्या लास्ट हिलो बाटोले गर्दाखेरि लगाएको थिइनँ नि जुत्ता लगाएर आउँछु भनेर सोचेको तर हिलो बाटोले लगाएको थिइनँ त्यसर्थ त हिलो भएको सक्स भए पनि लाउनु पर्ने हुन्छ मैले सक्स र उमा मात्रै आएको नि त सक्दिनँ अब यस्तै भए पनि सक्स चाहिँ मैले लगाइदिनु पर्ने हुन्छ होइन किनभने फेरि यस्तो चिसो भयो क्या धुलै धुलोको हिजो हिलोले पनि लास्ट भएको थियो नि त अब अझ पनि हिलो त छ नै पक्कै पनि तर पनि हामीलाई केही छैन आई डोन्ट केयर उता जाने साला कति बेला घर पुग्ने भन्ने कुरामा हो तर अब त पुगिन्छ पेन्टमा चाहिँ लागेन है यो कालो यहीँ रात चाहिँ जान्छ जाउँ अब जाउँ खतरा बनाउँदै रहेछ यहाँ पनि धारा चाहिँ कुन चाहिँ होला नि यहाँ मासतिर यही यतैतिर घुमिँदै नि दामी छ नि त ठाउँ पनि जाउँ अहिले अब हामी चाहिँ निस्किहाल्यौँ गर्दै लास्ट उडिरहेको पिरो पनि आँखामा के आउँछ थाहा हुँदैन हुँदै पनि यस्तो बाटो पनि छन् तर हामी यस्तोमा पनि कुदाइदिने हो किनकि हामी लोकल राइडर हो लोकल हो क्या लोकल हो हामी बुढाबुढी हो टोकिनु मन लाग्छ क्या घरिघरि घरिघरि टोकिनु मन लाग्छ त छोडिन्छ भनेर मात्र हो क्या मैले नटोकेको यत्र पक्रेको चाहिँ किन टोकीमा बजाइ डराउँदैनस् नि साँच्ची हो साँच्ची तर मेरो चस्मा चाहिँ झर्नु भएन नि फेरि चस्मा चाहिँ झर्नु भएन नि चस्मा
झर्दैन होला ल तर एकदम पहिला बाटो सबै टर्निङ गर्दा चाहिँ गाह्रो हुन्छ नि त डर त लाग्यो छैन नि छैन ओके के जाने के डराउनु त्यही पनि यत्रो पक्रिरहेको चाहिँ त्यस्तो बाटो आउँछ क्या नभए रोक्नुको लागि पनि यस्तो माथि बाटो कति अब सब्जीहरू पनि आइदिन्छ नि त यहाँ त उडाउनु मन लाग्छ नि त अब हेरौँ न अब टोप्दा त्यहाँदेखि यस्तो बाटो आइदिएपछि चाहिँ कसरी चाहिँ नि हामीले अनि यसमा त मरिहालिन्छ नि यस्तो टोप्दाखेरि न मजाले ब्रेक लागेन भने होइन अनि एक्सिडेन्ट हुने भने चाहिँ कारणै यस्तोले गर्दा त्यसो नभन् त्यही भएर ठाउँमा मात्र रोक्नु यस मजा आउँछ लाइफमा एकपटक त म यस्तै गरेर हिँड्ने सोच छ दियोस् त्यहाँ अब त्यति बेला चाहिँ अब यस्तो ठाउँ होइन क्या त्यहाँ दामीको बाइक होस् अनि त्यहाँ क्यामेरा होस् होइन त्यहाँ ट्रेकिङको लागि चाहिँ निस्किने चाहिँ अब एक हप्ताको लागि कति त्यस्तैको लागि त्यहाँको पाहाड चढिदिने क्या त्यस्तो बेला चाहिँ मलाई पनि इन्फर्म गर ल ओके अनि म पनि बाइक किन्छु 150 रुपियाँको अनि त्यसपछि सँगै जानुपर्छ राइडमा ओके ल ओके ओके त्यसमा तँ पनि देखाउँछु सबैलाई एकपटक त्यो मेरो एउटा ड्रिम हो म पुरा गरेरै छाड्छु ओके पहिला चाहिँ अब यहाँनिर अब नेपालमा बसेर खास पैसा कमायो भने मलाई पनि किनिदिएको एउटा बाइक ओके अनि तिमी र मैले जानुपर्छ राइडमा ओके ल हामी चाहिँ अब स्यामचुला होइन स्यामचुला भन्ने ठाउँमा गएको मामाहरू चाहिँ यहाँ चाहिँ रहेनछ अघि चाहिँ पर चाहिँ गइदियो बोलाउने जाउँला क्या गाई चामिने चाहिँ यति रहेछ तर पनि म रोकिनेवाला चाहिँ छैन यो भनेको टिभी लागि त अनि यो गाडी नभए किन रोक्ने होइन रोक्नुको लागि तोप के त तोप भनेर यो गाडी बनाइदिएको यत्रो 6 लाख 7 लाख लगाएर चाहिँ के नभए त बाटोमा नै हो भने त के पो दुकानटीहरू पल्सरहरू हन्डा साइनहरू किन्दा भइगयो त्यत्रो लगाएर भएन हिजो साथीहरूले चाहिँ यहाँ धुली मैदान गरेको थियो होइन साथीहरूले चाहिँ यहाँ सबैले हिजो बेलुकाको साथीहरूको हेरेको यहाँनिर धुली मैदान गरिरहेको भिडियो साथीको पनि आएको थियो आएको छैन ल भिडियो भिडियो भएको छैन ल भइरहेको छ भइरहेको छ अब
अब हामी चाहिँ घर पुग्न लागेको भिजिन्छ भनेको भिजिन्छ भनेर हो क्या बाइकहरू आउँदैछ यहाँबाट लास्टा साह्रो बाटो छ क्या म्याकुरी के भन्नु र खोइ खालि मेरो चाहिँ म्याकुरी भन्नु मेरो पानी भइगयो साथीभाइहरू के गर्नु यस्तो पनि पानी नै त हो अनि यहाँबाट मैले सायद दिनु पर्ने अब कतिवटा गाडी आउँदैछ थाहा छैन तर आइसक्यो होला यताको बाटो चाहिँ यस्तै हो क्या निचिङम कि चङ्गो नेबर्समा यहाँ पोसिबल तर कताबाट लाग्ने हुन्छ कताबाट लाग्ने होइन यस्तो छ बाटो नि कहाँबाट चाहिँ लाग्नु र हो फाइनली हामी निस्क्यौँ फेरि पछाडि फुट्ने सामान पनि छन्छ त्यो फुट्ने सामान चाहिँ हामीले नफुटाइकन लग्नुपर्ने हुन्छ मैले त्यत्रो भोचुरो गएर ल्याएको त के काम पेट्रोलको नाश दुखाएको नाश जिउन सक्छु त सक्दिनँ नि फेरि अब चाहिँ फाइनली अब हामी चाहिँ घर पुग्न लागेको होइन अब पुग्न लागेको भन्दा पनि पुग्नै गयो अब हेरौँ घरको रियाक्सन के हुन्छ मेरो त घरमा कोही छैन अब यसो घरको अब रियाक्सनहरू हेरौँ न होइन पहिला चाहिँ प्र्याङ्क हान्नुपर्छ त्यो नरिदिएको भनेर के छ कपीहरू प्र्याङ्क हानिदिने भन्ने त तर होइन प्र्याङ्क गरेर के पुरै रियाक्सन चाहिँ स्माइल छ पुरै छुट्टै स्माइल गर्नुहुँदैछ हाँस्नुहुँदैछ हाम्रो लागि अगुल्ठो त रेडी पारेको छैन ल अगुल्ठो हेलो अब होइन घरसर पुगेर पनि रेस्टहरू गरेर रेस्ट गरियो उठियो होइन अब खाजा खाइयो अनि अब म चाहिँ मल्चिङ एकछिन गर्नु जाउँ भन्ने हो मेरो यहाँ त्यही अघिको रुन्ची गएर त्यही हो के कस्तो भयो होइन हेरेर माया सपोर्ट गरिदिनु होला नि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला अहिलेसम्म गरिदिइराख्नु भएको छ मलाई जति पनि गर्नुभएको छ उहाँहरूलाई पनि लभ यु भन्न चाहन्छु होइन धेरै धेरै माया सो यति भन्दै मजाको भिडियोलाई चाहिँ यतै इन्ड गर्न चाहन्छु होइन